जब देशलाई सङ्कट पर्छ, जब देशलाई परिवर्तनको आवश्यक पर्छ, तब गोर्खाले यस्तो यस्तो सन्तान जन्माउँदै आएको छ, जुन सन्तानहरूले देशको दिशा दिँदै आएको इतिहास अहिले पनि ताजै रहेको छ। जुन बेला टुक्रा टुक्रा भएर रहेको राज्यहरूलाई एकीकरण गर्दै नेपाल निर्माण गर्न सफल हुनुभयो पृथ्वीनारायण शाहले, त्यो पनि गोर्खाले जन्माएकै सन्तान थिए। त्यसपछि देश राजतन्त्र द्वन्द्व र अस्थिरताको बिचमा थियो। तब शान्ति प्रक्रिया, संविधान निर्माण र सङ्घीय संरचनातर्फ देशलाई मोड्ने यात्रामा डाक्टर बाबुराम भट्टराईले राजनीतिक बहसको ढोका खोल्न सफल हुनुभयो, त्यो पनि गोर्खाले जन्माएकै सन्तान थियो। जब भाद्र 23 र 24 को जेन्जी आन्दोलनपछि देश एउटा गम्भीर सङ्कटको मोडमा उभिन पुग्यो, जेन्जीको नेतृत्वको अन्यलमा व्यवस्था अनिश्चित, जनता चिन्तित र देश अभिभावकविहीन हुन पुग्यो र पुराना नेताहरू घरभित्र लुकेर बस्ने वातावरणको सिर्जना हुन पुग्यो। त्यही वातावरणमा आफ्नो ज्यानलाई जोखिममा राख्दै आफ्नो ज्यानभन्दा माथि देशलाई राखेर देशलाई दिशा दिनुपर्छ र भन्ने मूल भाव बोक्दै गोर्खाले जन्माएको एउटा साहसी र निडर छोरा सुदन गुरुङ जेन्जीहरूको अगुवाई गर्दै अन्तरिम सरकार गठन गर्न सफल हुनुभयो र त्यही अन्तरिम सरकारले चुनावबाट मात्रै अब देशको दिशा निस्कने निष्कर्ष सँगै यही गोर्खा क्षेत्र नम्बर 1बाट सुदन गुरुङ पनि चुनावी मैदानमा उभिएको छ र अब उहाँलाई जिताउन जम्मा हामीसँग 8 दिनको समय मात्र रहेको छ। यही 8 दिनको समयमा हामीले जेन्जीहरूको त्याग र जेन्जीहरूको बलिदानलाई मध्यनजर गर्दै अब सुदन गुरुङलाई विजयी गर्न हामी सबैले घन्टी छापमा मतदान गरी उहाँलाई विजयी गर्न अघि बढौँ। जय घन्टी, गोर्खाली जनता चुपचाप घन्टी छाप।